सबैजना साथीहरूलाई मेरो ब्लगमा फेरि पनि तपाईहरुलाई स्वागत छ। र म चाहिँ अब अहिले चाहिँ कहाँ जाँदैछु भनेदेखि चाहिँ म चाहिँ मामुको घर जाँदैछु। अन्त को गएको भन्दा म र मेरो दिदी जानुहुँदैछ। हामी चाहिँ यो बाटो हिँड्नुपर्छ हैन, हामीले चाहिँ आमाले जाँदै भन्नु भएको छ हैन, त्यही भएर हामी चाहिँ हिँडेर जान्छु। आमा चाहिँ भरे स्कुटीमा आउनुहुन्छ नि त बाबासँग। कुकुर पनि कुकुर डेली हामीसँगै हिँड्छ नि, तपाईहरु जहिले पनि भिडियोमा देख्नु भएको होला। लु अब हामी जाने बाटो देखाउँछु। साथीहरु हामी जाने बाटो चाहिँ यही हो हैन, भने चाहिँ सर्ट बाटो हो नि त। अन्त उता चाहिँ रोड छ, हामी रोडबाट हिँड्छ त्यहाँ हामीले ठिक हुन्छ। नभए यदि हिँड्नु रोड हिँड्नु भने पहिला हाम्रो आमाले हिँड्थ्यो हैन, अहिले हामी देख्नु नभए हिँड्दा पनि हामी कफी किन्न चाहिँ बहिनी पनि हेर्नु त्यसको काम गर्छ त तले मलाई मिलेर मन मिलेर है। त्यसै गरी अब भन्दा भन्दै हामी चाहिँ माथि रोड नेक्स्ट दिएको छु। टक्कै अहिले चाहिँ उँभो लाग्छ हामी चाहिँ हैन। तपाईहरुको हेर्नु गर्नु के यस्तो रोडहरु बिलाइसक्यो त्यहाँ, यस्तो दामी रोडहरु थियो हैन, अहिले रोड दामी थियो। यहाँ चाहिँ हामी ममको रोड बिसकेको छु। गाइस हामी चाहिँ यहाँ हाम्रो एकछिन होला यहाँ गाडी चाहिँ अरू के होइन, अब यहाँ रोटेर जाँदैछ। यहाँ माथि पुरा कामहरू हुँदै रहेछ। यहाँ चाहिँ पिकअपमा पनि केहरू गर्नु हुँदैछ, मुराहरू लिएर जाँदै रहेछ। साथीहरू यो रोडमा चाहिँ साह्रै गरम है। यस्तो रोडमा चाहिँ हाइवेमा चाहिँ कोही जग्गा शीतल कोही जग्गा गरम। हामी चाहिँ अब यस्तो साह्रो परिरहेको छ क्या मलाई चाहिँ नि। अब उयो पर्नुको लागि साह्रो परेको छ कि छैन मलाई थाहा छैन। अहिले मलाई चाहिँ पुरा साह्रो परेको गरमलाई चाहिँ अब के भन्नु। अनुहार चाहिँ नि कालो लाग्छ खानु परेर चाहिँ आज चाहिँ टमाटर भएर छ कि मलाई चाहिँ कालो परेको जस्तो उता अनुहार। भन्नु नसक्ने गरम छ अहिले चाहिँ। अहिले चाहिँ हामी सौदाहरू बिसाएर छ नि त। यो त्यही हो कफी पाउँछ होइन। हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ होइन। यहाँदेखि उनीहरूले हामी चाहिँ छोड्नु हो बाटो हेच हिँड्नु नि दिँदैन। बाटोतिर चाहिँ बोट भन्दैछ नि त मान्छे। यो खाली त्यहाँबाट चाहिँ वेलकम टु होमस्टे आरसिएस। तपाईँहरू यहाँ होला कफी अहिले चाहिँ गएर देखाउन सक्दैन। अब त्यो चाहिँ ढ्याको देखाउँछु नि। यहाँ चाहिँ आँखा भेटेर ढोक्दैछ। यहाँ कसैकोमा चाहिँ होमस्टे मात्रै रहेछ। तपाईँहरू यहाँ घुम्नु होला है। यो चाहिँ टिकट काट्ने जस्तो लाग्यो। कफी हामी चाहिँ यहाँ तल मामको घर जाने रोड चाहिँ अलिक यस्तो बिग्रेको मतलब अलिक ढुङ्गा छ नि त, ढुङ्गा पिस गरेको छैन। ल साथीहरू आमाको गाउँ आइपुग्यो। आमाको घरमै त त्यही हो तपाईँलाई आँखाको गोरै फाइनल पिकअप ल्याइसकेको छु। साथीहरू हामी चाहिँ मामको घर पनि आइपुगिसकेको छु। बहिनी ठिकै छ? बहिनी के खाने अब? फ्रुटी मिठाई त छैन। मान्छे यहाँ चाहिँ हाम्रो आमाको माम हो हैन।
ओके थ्याङ्क यू सो मच सबैजनालाई भिडियो हेर्दै गर्नु होला सबैजनालाई आज म घर आइपुगिसकेको छु थ्याङ्क यू सो मच बाई